नमस्कार। आज हामी सर एडवर्ड हाइड, जसलाई क्ल्यारेन्डनको पहिलो अर्ल पनि भनिन्छ, उहाँको जीवन र विशेष गरी उहाँको एउटा महत्त्वपूर्ण कामबारे अलिक गहिरो कुरा गर्दैछौँ। हो, उहाँ अङ्ग्रेजी क्रान्तिको बेलाका एक मुख्य राजनीतिक पात्र त हुनुहुन्थ्यो नै, पछि गएर त्यो घटनाको सायद सबैभन्दा प्रभावशाली इतिहास पनि लेख्नुभयो, द हिस्ट्री अफ द रिबेलियन। एकदम। हामीले एउटा युट्युब भिडियोको ट्रान्सक्रिप्ट हेरेका छौं जसले उहाँको जीवन र कामलाई केलाएको छ। आज त्यही स्रोतको आधारमा उहाँको त्यो भनौँ न जटिल भूमिका र उहाँले छोडेको विरासतबारे छलफल गर्नेछौं। हाइडको कथा साँच्चै नै रोचक छ, किनभने उहाँ घटनाको ठिक बीचमा हुनुहुन्थ्यो, तर सधैँ कस्तो भने एउटा मध्यम मार्ग, एउटा सम्झौताको बाटो खोजिरहनु भएको थियो। हो नि। अनि उहाँको त्यो किताबले त झण्डै 2 शताब्दीसम्म मान्छेले त्यो पुरै गृहयुद्धलाई कसरी हेर्छन् भन्ने कुरामा एकदमै गहिरो छाप छोड्यो। सुरुबाटै हेरौँ न त। 1609 मा जन्मिनु भएको हाइड होइन, सुरुमा त पादरी बन्ने विचार थियो रे। हो, तर पारिवारिक स्थितिले गर्दा कानून पढ्नतिर लाग्नुभयो। अनि उहाँको विवाहले पनि अलि महत्त्वपूर्ण मोड लियो होइन, शक्तिशाली विलियर्स परिवारसँग जोडिनुभयो। अनि बकिङहमको पक्षमा लेखेपछि राजा चार्ल्स प्रथमको नजरमा पर्नुभयो। सायद त्यहीबाट उहाँको सार्वजनिक जीवन अलि अगाडि बढ्यो। हो, ल्युसियस केरी मतलब भाइकाउन्ट फकल्यान्ड जस्ता साथीहरूसँग मिलेर उहाँहरूले एउटा समूह नै बनाउनु भयो, जसलाई संवैधानिक राजतन्त्रवादी भन्न मिल्ला। उनीहरू राजा र एङ्ग्लिकन चर्च दुवै चाहिन्छ भन्ने मान्थे, तर राजाको शक्ति चाहिँ अलि सीमित हुनुपर्छ भन्ने थियो उनीहरूको विचार। त्यो बेलाको लागि निकै संवेदनशील अडान थियो होला। एकदम नाजुक। अनि 1640 को दशकमा राजनीति एकदमै तात्यो। उहाँ सर्ट पार्लिमेन्ट, लङ पार्लिमेन्ट दुवैमा हुनुहुन्थ्यो। तर उहाँको जोड सधैँ सम्झौतामै हुन्थ्यो। हो, जस्तो स्ट्राफर्डको महाभियोगलाई त समर्थन गर्नुभयो, तर त्यो ग्रान्ड रेमन्स्ट्रान्स जस्तो अलि चर्को कदमको चाहिँ विरोध गर्नुभयो। अनि रोचक कुरा के भने उहाँ राजा चार्ल्स प्रथमको मुख्य गोस्ट राइटर जस्तै बन्नुभयो रे। राजाका धेरै घोषणाहरू उहाँले नै लेख्नुहुन्थ्यो। साँच्चै यो त गजबको कुरा रहेछ। जब राजा र संसद बीच तनाव बढ्यो, राजा लन्डन छोडेर यर्क जानुभयो। हाइड पनि राजासँगै लाग्नुभयो। त्यहाँ उहाँलाई सम्मान पनि मिल्यो, नाइट बनाइयो, प्रिभी काउन्सिलको सदस्य अनि च्यान्सलर अफ एक्सचेकर पनि। हो, तर उहाँले सधैँ सम्झौता गरौँ भन्दाखेरि कट्टर राजावादीहरू चाहिँ उहाँसँग खासै खुसी थिएनन्। उहाँले दुवैतिरबाट चेपुवामा परे जस्तो। युद्ध सुरु भएपछि त झन् एजिहेलको लडाईँमा पनि हुनुहुन्थ्यो। अनि न्युबरीको युद्धमा उहाँको मिल्ने साथी फकल्यान्ड मारिनुभयो। कतिले त त्यो आत्महत्या थियो पनि भन्छन्, त्यो बेलाको निराशाले गर्दा। ओहो, यो घटनाले त उहाँलाई पक्कै गहिरो असर पार्यो होला। पक्कै पनि। पछि राजाले उहाँलाई युवराज चार्ल्सको हेरचाह गर्न ब्रिस्टल पठाउनुभयो। अनि पहिलो गृहयुद्ध सकिन लाग्दा स्थिति बिग्रेपछि युवराजसँगै भाग्नु पर्यो। कर्नवाल, सिली टापुहरू हुँदै जर्सी पुग्नुभयो। हो, निर्वासनमा। अनि यही जर्सीको निर्वासनमा हुँदा उहाँले त्यो आफ्नो महान इतिहास द हिस्ट्री अफ द रिबेलियन लेख्न सुरु गर्नुभएको। ए, भनेपछि घटनाक्रम भोग्दै गर्दा लेख्न थाल्नुभयो। आफ्नै अनुभव पत्रहरू, साथीहरूबाट पाएको जानकारीहरू सबै मिलाएर। यो कुनै पछि बसेर लेखेको इतिहास मात्रै थिएन, यसमा एक किसिमको जीवन्तता छ। हुन त राजावादी झुकाव त छँदैछ। निर्वासनको जीवन त पक्कै सजिलो थिएन होला। थिएन। दोस्रो गृहयुद्धपछि उहाँ फेरि युवराज चार्ल्ससँग हेगमा भेटिनुभयो। अनि बिस्तारै चार्ल्स द्वितीयका सबैभन्दा विश्वासिला सल्लाहकार बन्नुभयो। हुन त रानीसँग चाहिँ उहाँको सम्बन्ध कहिल्यै राम्रो भएन रे। उहाँ एङ्ग्लिकन चर्चप्रति एकदमै वफादार हुनुहुन्थ्यो होइन? कट्टर नै। क्याथोलिक वा स्कटिस प्रेस्बिटेरियनहरूसँग राजनीतिक सम्झौता गर्ने कुराको त उहाँ सधैँ विपक्षमा। अनि पुनर्स्थापनामा उहाँको भूमिका कस्तो रह्यो? निकै महत्त्वपूर्ण। उहाँ लर्ड चान्सलर बन्नुभयो। अनि त्यो ब्रेडाको घोषणापत्र तयार पार्नमा उहाँको मुख्य हात थियो। ए, त्यो घोषणापत्र जसले चार्ल्स द्वितीयको फिर्ती सजिलो बनायो। हो नि, त्यसले राजालाई अलि क्षमाशील र उदार देखाएर पुनर्स्थापनाको बाटो खोलिदियो। त्यो एक किसिमले राजनीतिक चाल नै थियो। पुनर्स्थापनापछि त उहाँ शक्तिमा हुनुहुन्थ्यो। एकदम शिखरमा। झन् उहाँकी छोरी एन हाइडले राजाका भाइ जेम्ससँग बिहे गरेपछि त उहाँलाई अर्ल अफ क्ल्यारेन्डन नै बनाइयो। अनि उहाँका नातिनीहरू मेरी र एन पछि बेलायतकी रानी पनि बने। हो, तर त्यो शक्ति धेरै टिकेन। किन होला? 1667मा त्यो दोस्रो एङ्ग्लो डच युद्धमा बेलायत नराम्रोसँग हार्यो नि, त्यसको दोष हाइडमाथि थोपर्यो। तर उहाँ त युद्धको विपक्षमा हुनुहुन्थ्यो भनिन्छ नि। हो त, तर पनि दोष उहाँलाई नै लगाइयो।
संसदमा महाभियोग लाग्ने भएपछि उहाँ मुद्दा लड्नुहुँदा फ्रान्सतिर निर्वासित हुनुभयो। अनि जीवनका अन्तिम वर्षहरू त्यहीँ बिताउनुभयो। अनि त्यो अन्तिम निर्वासनमा उहाँले त्यो जर्सीमा 20 वर्ष जति अघि सुरु गर्नुभएको इतिहास लेखनलाई पूरा गर्नुभयो। त्यो 10 लाख शब्दको किताब हो, भीमकाय ग्रन्थ, चार्ल्स प्रथमको राज्यारोहणदेखि वुस्टरपुर युद्धसम्मको कथा। उहाँको मृत्यु 1674मा भयो, तर किताब छापिन त 30 वर्ष लाग्यो। 1702 देखि 1704को बीचमा छापियो। अनि त्यसपछि त त्यसले तहल्का नै मचायो होला। मचायो नि। झण्डै 200 वर्षसम्म त त्यही नै अङ्ग्रेजी गृहयुद्धको आधिकारिक इतिहास बन्यो। भनेपछि हाइडको दृष्टिकोण, उहाँको व्याख्याले नै धेरै पुस्ताको बुझाइलाई आकार दियो। लेखन शैली चाहिँ अलि जटिल छ भन्छन् नि, लामा वाक्यहरू भएको। अलि त्यस्तै छ, तर एउटा रमाइलो कुरा के छ भने त्यो किताब बेचेर आएको पैसाले अक्सफोर्ड विश्वविद्यालयमा त्यो प्रसिद्ध क्ल्यारेन्डन प्रेस भवन बनाउन सहयोग पुगेको थियो। ए हो र, त्यो त रोचक रहेछ। त्यसो भए सर एडवर्ड हाइडको समग्र महत्त्वलाई कसरी हेर्ने त? उहाँ त्यो समयको एक प्रतिनिधि पात्र हुनुहुन्थ्यो। मतलब जो सम्झौता चाहन्थे, मध्यमार्ग खोज्थे, तर घटनाक्रम यस्तो भयो कि चरमपन्थीहरू हावी भए र उहाँ जस्ता मान्छेहरू किनारा लाग्नु पर्यो। राजनीतिक रूपमा त उहाँले चाहे जस्तो भएन। आफ्नो जीवनकालमा उहाँले स्थायी समाधान ल्याउन सक्नु भएन, तर इतिहासकारको रूपमा उहाँ एकदमै सफल हुनुभयो। उहाँको लेखनले उहाँको मृत्युपछि पनि लामो समयसम्म मान्छेको सोचलाई डोर्यायो। यो त विरोधाभास भयो नि, असफल राजनीतिज्ञ तर अति सफल इतिहासकार। त्यही त, उहाँको कथाको सबैभन्दा रोचक पक्ष नै यही हो। उहाँको जीवनले के देखाउँछ भने तत्कालीन राजनैतिक सङ्घर्षमा पछाडि परेको विचार पनि हैन, लेखनको माध्यमबाट भविष्यको बुझाइलाई कसरी निर्देशित गर्न सक्छ। एकदम। अनि यसले एउटा गहिरो प्रश्न पनि जन्माउँछ। सोचौं त, यदि हाइडको त्यो बृहत तर अवश्य नै राजावादी दृष्टिकोणबाट लेखिएको इतिहास 200 वर्षसम्म यति प्रभावशाली नभएको भए, के हामी आज अङ्ग्रेजी गृहयुद्धलाई अर्कै तरिकाले बुझ्ने थियौँ होला? अथवा कसरी एउटा मध्यममार्गी सोच जुन आफ्नो समयमा अलि ओझेलमा परेको थियो, अन्ततः कागजमा लेखिएर लामो समयसम्म कथालाई आफ्नो पकडमा लिन सफल भयो? यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।